गुड मर्निङ तपाईँहरू सबैलाई आजको भक्तिको समयमा स्वागत छ। आज म तपाईँहरूसँग उत्पत्ति 1को 1बाट सेयरिङ गर्न चाहन्छु, जहाँ लेखिएको छ, आदिमा परमेश्वरले स्वर्गहरू र पृथ्वी सृष्टि गर्नुभयो। सो यहाँ यो बिहानी हामी कुरा गर्न लागिरहेका छौँ बाइबलको सबैभन्दा पहिलो शब्द परमेश्वर है। परमेश्वरद्वारा नै सबै कुराहरू सृष्टि भए। उहाँ बिना कुनै कुरा हुन आएन होइन। उहाँद्वारै परमेश्वरद्वारै सबै कुरा सृष्टि हुन आए। सो कुनै पनि कुरा कसैले बनाएका होइनन्, तर परमेश्वरले ईश्वरले बनाएको हुन्। अब ईश्वर सम्बन्धमा संसारमा हेर्छौँ भने दुईवटा पक्ष छन्। एउटा पक्षले भन्छन् ईश्वर छैन होइन, अनि ईश्वर छैन भन्नु बडो ठुलो मूर्खता हो। भजन सङ्ग्रह 14को 1मा लेखिएको छ, मूर्खले आफ्नो मनमा भनेका छन् परमेश्वर छैन, ईश्वर छैन। किन भनेका छन्? अगाडि लेखेका छन्, किनभने उनीहरूको कामहरू, उनीहरूको सोचहरू, उनीहरूको तरिकाहरू भ्रष्ट भएका छन् होइन। सो अनि अर्को पक्ष छन्, भन्छन् कि सबै ईश्वर हुन् होइन, सबै कुरामा ईश्वर छन्, सबै ईश्वर हुन्। ढुङ्गा, माटो, रुख, पात, झार जङ्गल, पशु प्राणी, मानिस सबै ईश्वर हुन्। यो पनि बाइबलले भन्दछ यो पनि झुटो हो। सबै कुरा ईश्वर होइन, सबै ईश्वर होइन। ईश्वर बाइबलले भन्दछन् ईश्वर एक मात्र हुनुहुन्छ होइन। जसरी व्यवस्था 6:4ले भन्दछ, परमेश्वरले मोसाद्वारा इजरायलीहरूलाई भन्दै हुनुहुन्छ, उहाँ भन्नुहुन्छ कि हे इजरायली हो, याद राख तिमीहरूको एउटै मात्र ईश्वर छ होइन। अनि उहाँलाई आफ्नो 5मा लेखेका छन्, उहाँलाई आफ्नो सम्पूर्ण शक्तिले, सारा मनले, सारा शक्तिले उहाँलाई प्रेम गर्नु होला। सो अनि सो त्यो परमेश्वर होइन एक मात्र हुनुहुन्छ, जसलाई हामी जसको 3वटा व्यक्तित्व छ। एउटा ईश्वर, 3वटा व्यक्तित्व। पहिलो पिता परमेश्वर, दोस्रो पुत्र परमेश्वर, अनि तेस्रो पवित्र आत्मा परमेश्वर। 3वटा अलग अलग व्यक्तिहरू हुन्। 3 व्यक्ति एक ईश्वर भनेर बाइबलले यसको विश्लेषण गर्दछ। अब जब परमेश्वरको कुरा आउँदछन् है बाइबलमा, परमेश्वरले आफ्नो विषयमा बाइबलमा के भनौँ, एक लाइनमा उहाँले भन्नुभएको छैन ईश्वर भनेको चाहिँ यो हो अनि म यो हो भनेर। तर जब जब उत्पत्ति 1, 2 हुँदै 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 बाइबल 66वटा पत्रहरूमा हामी हेर्छौँ भने परमेश्वरले आफ्नो विषयमा विस्तार उहाँले व्यक्त गर्नुभएको छ होइन। सो सर्वप्रथम त उहाँ व्यक्ति हुनुहुन्छ, ईश्वर व्यक्ति हुनुहुन्छ। उहाँ कुनै हावाको झोका या कुनै एउटा शक्ति होइन, तर उहाँ एउटा व्यक्ति हुनुहुन्छ है। सो अनि अनि अर्को कुरो बाइबलले के रिभिल गर्दछन् भने उहाँ दयालु हुनुहुन्छ, उहाँ प्रेमी हुनुहुन्छ, उहाँ करुणामय हुनुहुन्छ, उहाँ अनुग्रहकारी हुनुहुन्छ, उहाँ अधर्मीलाई क्षमा गर्न चाहनुहुने परमेश्वर हुनुहुन्छ। सो त्यो हो परमेश्वरको एउटा चरित्र र स्वभाव। अनि उहाँ पवित्र हुनुहुन्छ, अनि उहाँ मात्र महिमाको योग्य हुनुहुन्छ, उहाँ मात्र आराधनाका योग्य हुनुहुन्छ। अनि भजन सङ्ग्रह 106को 1ले भन्दछ, परमेश्वर भलो हुनुहुन्छ, गड इज गुड होइन। सो परमेश्वर असल हुनुहुन्छ, उहाँ भलो हुनुहुन्छ। सो त्यसै कारण बुद्धिमानले भन्दछन्, जसरी हितोपदेश 3:5मा लेखिएको छ, आफ्ना सम्पूर्ण हृदयले परमप्रभुमाथि भरोसा राख र आफ्ना आफ्नै समझमाथि होइन होइन। सो मेरो समझले मलाई भन्न सक्छन् ईश्वर छैन है, जो मूर्खता हो। तर म परमेश्वर मा भरोसा राख्दछु कि परमेश्वर हुनुहुन्छ, उहाँ व्यक्ति हुनुहुन्छ, अनि उहाँ एउटा ऐतिहासिक सत्य हुनुहुन्छ। उहाँ उहाँ हाम्रो जीवनमा कार्य गर्नुहुने परमेश्वर हुनुहुन्छ, अनि उहाँ हुनुहुन्छ है। सो
सो ईश्वरलाई कसैले बनाएको होइनन् होइन, तर उहाँले नै सबै कुराहरूलाई बनाउनु पर्यो। सो बाइबलले भन्दछ भजन सङ्ग्रह 90को 2मा लेखिएको छ, उहाँ अनन्तकालीन परमेश्वर हुनुहुन्छ। उहाँ अनन्तदेखि, यानि कि उहाँको कुनै सुरु छैन, उहाँको कुनै अन्त छैन होइन। उहाँ बुढो हुँदैन, उहाँ जवान हुनुहुन्न होइन। सो उहाँ एक समान हुनुहुन्छ, अनन्तदेखि अनन्तसम्म उहाँ एक समान हुनुहुन्छ। उहाँ कहिले बदल्नुहुन्न। उहाँका विचारहरू, उहाँका कार्यहरू, उहाँका योजनाहरू बदल्नुहुन्न होइन। सो जस कारणले गर्दा हेरौँ, हामी यो कन्क्लुजनमा हामी आउन सक्छौँ कि परमेश्वर हुनुहुन्छ अनि उहाँले सबै कुरा देख्नुहुन्छ, जान्नुहुन्छ, उहाँले नै सबै कुराहरू बनाउनु भएको हो होइन। सो यदि ईश्वर यो संसारमा मानिसको बिचमा यदि कुनै रूपमा प्रकट हुनुभएको छ भने त्यो हो प्रभु येशू ख्रीष्ट होइन। सो जसरी यूहन्ना 1:1मा लेखेको छ, आदिमा वचन हुनुहुन्थ्यो अनि वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। अनि 14मा लेखिएको छ, उहाँ वचन देहधारी हुन आउनुभयो अनि जो अनुग्रह र सत्यले पूर्ण हुनुहुन्थ्यो। सो उहाँ हाम्रो माझमा डेरा हाल्नुभयो भनेर यूहन्नाले यसरी भन्दछ। सो परमेश्वर एउटा वास्तविकता हो, परमेश्वर एउटा सत्य हो है। परमेश्वर कुनै एउटा विषय होइन, तर उहाँ एउटा सत्य हुनुहुन्छ। सो त्यसै कारण हामी उहाँमा भरोसा गरौँ, उहाँलाई खोजौँ, उहाँमा विश्वास गरौँ होइन। सो यूहन्ना 3:16ले भन्दछन्, परमेश्वरले संसारलाई, अब त्यो परमेश्वरले संसारलाई अथवा मानिस जातिले यस्तो प्रेम गर्नुभयो, तपाईँलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्र येशू ख्रीष्टलाई हाम्रो निम्ति बलिदान हुन दिनुभयो, ताकि जस कसैले उहाँमाथि विश्वास गर्छ ऊ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। सो परमेश्वर चाहनुहुन्छ हामी नाश नभएको, परमेश्वर चाहनुहुन्छ हामीले अनन्त जीवन पाएको अनि जो जीवन चाहिँ येशू ख्रीष्टमा छ, येशू ख्रीष्टमाथि विश्वास गरेर हामी पाउन सक्छौँ। सो उत्पत्ति 1:1ले यो कुरा भन्दछ। सो परमेश्वरले तपाईँ र मलाई आशीर्वाद गरेको। धन्यवाद।